हेलो टक 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 जय मातृभूमि। नमस्ते एन्ड वेलकम अगेन मेरो न्यू एपिसोडमा अनि ह्याप्पी दसैँ टु एभ्री वान। आज दसैँ स्पेसल भ्लग रहेको छ। आज के हुन्छ कस्तो हुन्छ कतिको रमाइलो हुन्छ, डेफिनेटली रमाइलो त भइ नै हाल्छ अनि त्यो सबै कुराहरू क्याप्चर गर्ने कोसिस गर्नेछु र आजको भ्लग दसैँ स्पेसल रहेको छ। गाइज प्लिज लाइक अनि सब्सक्राइब अनि ह्याप्पी दसैँ वन्स अगेन। सबै नेपाली दाजुबहिनी तथा दिदीभाइ फ्यामिलीलाई चाहिँ ह्याप्पी दसैँ भन्न चाहे। अब वी विल सी यु अन डिवाई। फाइनली म पुगिसकेँ हाम्रो डिवाई। अब जाँदैछु हाम्रो भिनाजु दिदीको वासस्थानमा। त्यहाँ गएर चाहिँ टिका टालो गरेर खानपिन गरेर त्यसपछि निस्किने प्लान छ। अनि हाम्रो अरू दाजुभाइहरू पनि आइराख्नु भएको छ अनि उहाँहरूसँग पनि भेट हुन्छ। अनि दसैँमा गर्नुपर्ने क्रियाकलापहरू जस्तै मासु खाने, ड्रिङ्क गर्ने, तास खेल्ने त्यो त भइ नै हाल्छ। त्यो कुराहरू पनि लिमिटमा गर्नुपर्छ है, सबैलाई थाहा भएकै कुरा हो। त्यस्तो यो लाइटिङको अनि एकदम खुसी लाग्छ दसैँको बेला बाहिरको ठाउँमा कसैले इन्भाइट गर्नुहुन्छ, एकदम स्पेसल फिल हुन्छ। अब एक्लो मान्छे अलि गाह्रै हुन्छ बाहिरको यो चाडपर्वको बेलामा। तै पनि हामी मोस्ट अफ द टाइम भिनाजुकै घरमा गएर चाहिँ केही पनि इभेन्ट, केही पनि कुनै पनि चाडपर्व उहाँकै घरमा गएर सेलिब्रेट गरेर हुन्छ। उहाँ नै अब हाम्रो ग्रुपमा सिनियर, उहाँ नै एकदम म्याच्योर्ड हुनुहुन्छ। अरू दाइहरू पनि हुनुहुन्छ। धेरैजसो भिनाजुकै घरमा भिनाजुकै ठाउँमा चाहिँ तपाईँको सेलिब्रेसन अनि ग्यादरिङ भइरहेको हुन्छ। त्यही भएर मैले पनि Okay, sorry. Oh, nice. What's his name? It's Pixie. Oh, Beautiful. wow. Very friendly. Hey. Hey. The kids just dropped her off and they forgot the lead. Oh, Good on them. so I'm cute. going to go buy a lead. All right, thanks. See you, mate. Yeah, see you, man. All right. अनि भिनाजुले पनि त्यही अनुसार यसो आफ्नो साथीभाइहरूलाई हामीहरूलाई माया देखाउनुहुन्छ, माया गर्नुहुन्छ, बोलाउनुहुन्छ, एक्लोपन फिल गर्न दिनुहुन्न। खासमा भिनाजुको यहाँ टिकाटाला गरेर त्यसपछि म चाहिँ रिटर्न ब्याक हुन्छु जिममा। हाम्रो म गर्ने जिममा एनी टाइम फिटनेसमा ग्रान्डबिलमा। त्यहाँ पनि एउटा सानो दसैँ प्रोग्राम राख्नु भएको छ। उहाँ नेपाली दिदी हुनुहुन्छ, जिममा काम गर्नुहुन्छ। उहाँले नै सेलिब्रेट गर्नुपर्छ भनेर चाहिँ कार्यक्रम राख्नु भएको छ। त्यहाँ पनि गइन्छ होला। अनि मेरो भाइ बुहारीलाई पनि त्यहीँ गएर भेटघाट हुन्छ अनि त्यहीँ गएर टिकाटालो हुन्छ रेस्टको। अनि बाँकी यस्तै हो, हेर्नुहोस् अब न त बोल्न आउँछ न त भ्लग बनाउन आउँछ, यत्तिकै। अब सिधै भिनाजुको घरमा गएर चाहिँ भेटौँ। 5-7 मिनटको वकिङ डिस्टेन्स हो यो मेन ठाउँबाट। अनि सिधै भिनाजुको घरमा गएर भेटौँ है त। ओके बाई। ल म पुगिसकेँ हाम्रो भिनाजुको घरमा। दिदी भिनाजु वेट गरिराख्नु भएको छ। उहाँ बस्ने घर चाहिँ यही हो।
ढोका पनि अलरेडी खुलै रहेछ धेरै बत्ती बालेर खोलिराख्नुपर्छ बेल बजार खोलिराख्नुपर्छ भनेर होला खोलाइराख्नु भएको छ 5th फ्लोरमा बस्नुहुन्छ यस्तो ढोका ओ तेरी यार ओहो सर हजुर हजुर सन्चै हुनुहुन्छ ए के छ ल ह्याप्पी दसैँ धन्यवाद खै ओहो सब तयारी कहाँ जानुभयो त हाम्रो भित्रै हुनुहुन्छ ए रेडी हुँदै हुनुहुन्छ अघिदेखि जसको म तारिफ गरिरहेको थिएँ उहाँहरू रेडी भइसक्नु भएको छ फाइनली होइन यहाँ हेर्नु आजको बेहुला बेहुली हेलो भिनाजी नमस्कार 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 दिदी ह्याप्पी दसैँ ल आमा यो लुक्स र यो लुक्स हेर्नु यार कति डिफ्रेन्ट छ दिदी ल त्यो त मैले देखाइसकेँ दिदी ए सरी एकचोटि दिदीको आउटलुक ए लो एङ्गल देखाउँछ अलि हाइटी देख्नुहुन्छ नमस्कार ह्याप्पी दसैँ सबैजनालाई हजुरको भिडियो त भाइरल भइसकेको छ कहाँ चपातो छ ल हजुर दिदी अनि लाउने त हो नि त्यो टु 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 ल जिजु यता हेर्नुहोस् भिनाजी मिलाउनु न त्यो ऊ मिलाउनु त त्यो ड्रेस हल्का धागा टोपी ए लगाइराख्नु भएको छ त धागा टोपी ह्यान्डसम ल खतरा ल भिनाजी यता पनि ल दिदी ल बस्नु ब्युटिफुल देखिराख्नु भएको छ दिदी त के हो हजुर त यार बच्चै जस्तो देखिराख्नु भएको छ आज त हो भने हो सिरियसली भनेको वृद्ध बालक भिनाजु मक्ख हुनुहुन्छ आज पहिलोचोटि आफ्नो बुढीले यस्तो ए दोस्रोचोटि यो ड्रेसअपमा ओ जिजु ओहो द्याट्स अ नाइस आशीर्वाद भिनाजुले दिदीलाई ढोकिराख्नु भएको छ होइन दिदीले भिनाजुलाई ढोकिराख्नु भएको छ प्रसाद ग्रहण भइरहेको छ यो होइन दिदी नबोल्छ न त्यहाँ सिकट हुँदैछ कि त्यो भिनाजु बुझेन ल आशीर्वाद सँगसँगै अनि प्रसादीहरू दिइराख्नु भएको छ ल अब आशीर्वादको खुट्टैमा ढोगेर यो संस्कार हामीले भुल्नु हुँदैन जे होस् दिदीलाई यो कुरा मान्नुपर्छ भिनाजुले खुट्टा मेडिकर पेडिकर नगराए पनि दिदीले मजाले धोइराख्नु भएको छ ल अब दिदीले पनि लगाइदिनु पर्यो भिनाजुलाई आशीर्वाद चाहिँ खतरा हुनु पर्यो दिदीलाई आशीर्वाद दिदीको आशीर्वाद सुनाउँ न यो रेकर्ड लगाएर के भन्नुहुन्छ
मेरो कालुलाई कसैको नजर नलागोस् भन्नु दिदी होइन यतैटा लगाइदिन्छु नवदुर्गा भवानीले रक्षा गरून् मेरो बुढालाई रोग व्याधि नलागोस् त्यही हो अरू त केही जान्दिनँ माया गरिराख्नु भएको छ सधैँभरि माया गर्नु त्यही हो अरू त मैले केही जान्दिनँ त्यो फोटो खिच्नुपर्छ त्यस्तो होला ल। दुई हात जोडेर है काले अर्को काले कतिखेर आउने अर्को काले हैन काले ल अब ल आउनु तपाईँहरू लगाउनु ल ल आउनु दिदी यो माइक दिसु होला नवदुर्गा भवानीले रक्षा गर्नुहोस् आँटेको सधैँभरि पुरा होस् इच्छाका सबै कुराहरू पुरा हुँदै जाओस् रोग व्याधिहरू कहिले नलागोस् र छिट्टै अब बुढाबुढी पनि सँगै अस्ट्रेलियामै होइन कसरी हुन्छ प्यारहरू लिएर हुन्छ कि अब के लिएर हुन्छ सँगै होस् उता पकाइदियोस् दुःख कष्ट कहिले नलागोस् कस्तो राम्रो आउँदो रहेछ लाइटिङ चाहिँ त पर्यो नि त अहिले यो साइड बसेर मेरोबाट खिच्दा हुन्छ हजुरले पछि हाल्दैन सर मेरोबाट हानिदिएपछि पछि ट्रान्सफर गर्नु पर्यो नवदुर्गा भवानी रक्षा गर्नुहोस् आँटेको पुरा होस् आशीर्वाद सुन्नु पर्यो नवदुर्गा भवानी रक्षा गर्नु आँटेको सधैँ पुरा होस् रोग व्याधि कहिले पनि नलागोस् सधैँ यस्तै तन्दुरुस्त बढी बुल्ला झन् बढ्दै जाओस् होइन पारिवारिक सुख शान्ति भइराखोस् र छिट्टै भगवान्ले इच्छा अनुसारले बच्चा पनि भइदिइहालोस् होइन सकेसम्म 1-2 वर्षभित्रमा र सधैँभरि बुढाबुढी सँगै होस् आमाले लाउनुहुन्छ होला नि यो पालि त्यस्तै भएको र अर्को पालि चाहिँ दसैँमा दुईजना बुढाबुढीलाई सँगै लाउनु पाउँदा नि त ल यो दक्षिणाले चाहिँ तुरुन्त पसलमा गएर नयाँ प्यान्ट किन्ने यो तालेको प्यान्ट चाहिँ लाउनु भएन है ल यता यता फर्किदिनु न यता अलि यता फर्किनु सर यता ल धन्यवाद बिनाजु थ्याङ्क यू सो मच अब दसैँ आउँदाखेरि चाहिँ अलिक नफाटेको हुन्छ प्यान्ट लगाएर आउँछु आज तास खेल्नलाई मजा आउँछ अहिले हिजो कति जितेँ मैले ताजा $60 ल अब टिका टालो भइसकेछ भिनाजुको आशीर्वाद पनि पाइसकेछ खै दिदीको आशीर्वाद दिनु न दिदी नवदुर्गा भवानीले रक्षा यसो यता आएर दिनु न दिदी त्यस्तो नि हुन्छ हुन्छ ल त्यस्तो खालको त हुन्न यस्तो गरेर ल ल ल यसरी नवदुर्गा भवानीले रक्षा गरून् न ल मद्यपान स्वास्थ्यको लागि हानिकारक छ तर दसैँ तिहारमा चाडपर्वमा कहिलेकाहीँ थोरै चाख्नलाई खाँदा त्यस्तो फरक पर्दैन हामी पनि त्यस्तो खाने मान्छे होइन तर दसैँको बेला यसो रमाइलो सहमत हुनुहुन्छ कि के हो हल्का रमाइलो ल थोरै ल अलराइट भिनाजु लिसु हजुरलाई कम हालिदिन्छु दिदी खोज ल सर हजुरले ल फरक पर्दैन ल भिनाजु ह्याप्पी दसैँ भिनाजु थ्याङ्क यू सो मच भिनाजु ह्याप्पी दसैँ भिनाजु नभयो भने त हामी टुहुरो जस्तो कि अनाथ जस्तो कि हो भने दिदी भिनाजु हेर्छु त
भन्नु ल कुरा गफ गर्नु दिदी के बनाइछ हजुरले ल दसैँ दिन के गर्नु न भाउस गर्नुहोस् के कन्फेस गर्नुहोस् केही कुरा ह्याप्पी दसैँ अरे द सेम ह्याप्पी दसैँ दिदी ल लिनुहोस् उपहार स्वरूप के दिउँ तपाईँलाई मिनाजु ह्याप्पी दसैँ मिनाजु ब्रो ह्याप्पी दसैँ ओ सुन्नु ह्याप्पी दसैँ 25 को दसैँ पनि भयो आया तो आँखै दुखेर आएर बाटो 1 घन्टा लाग्छ आउन ह्याप्पी दसैँ भाउजू श्रेयांश ह्याप्पी दिवाली दोस्रो दसैँ ल दाइ सबैजना आउनु यहाँनिर एकचोटि ब्लगमा सबैजना भाउजू श्रेयांश ल दाइ के भन्न चाहनुहुन्छ दसैँको शुभकामना राम्रा शब्दहरू मात्र दिनु होला ल दसैँको यो रेकर्ड भइरहेछ रेकर्ड भइरहेछ ओके हेलो टक 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 शुभकामना छ सबैलाई ल 2025 2082 2082 हो हेर्नुहोस् नेपाल अब हाम्रो प्यारो देश हिन्दू गोहरूको महान चाड बडा दसैँको सबैलाई धेरै धेरै शुभकामना छ राम्रोसँग कुशल मङ्गल भएर दसैँ टिका लगाउनुहोस् मनाउनुहोस् मासु अलिकति कमै खानुहोस् रक्सी पनि कमै खानुहोस् तर रमाइलो चाहिँ धेरै गर्नुहोस् ह्याप्पी दसैँ टु एभ्री वान फ्रम अस छैन फुटेज नखानुहोस् अब श्रेयांश बाबु एकैचोटि यहाँ नबोल एकैचोटि भिडियोमा त एकैचोटि आऊ मात्र ल श्रेयांशले चाहिँ पापा त भनिदियो एकैचोटि ह्याप्पी दसैँ पापा भनिदियो न एक ह्याप्पी दसैँ त भनिदियो ह्याप्पी दसैँ ल भाउजू ह्याप्पी दसैँ सबैलाई दिदी ह्याप्पी दसैँ वन्स अगेन बिना चाहिँ किस ह्याप्पी दसैँ ल ल दाइ एउटा टिकटक बनाउँथ्यो सर तो सिस्टर पनि आइसक्नु भएको छ ह्याप्पी दसैँ के छ त कस्तो भयो त दसैँ रमाइलो भइरहेछ ढिलो आउनुभयो त घरमा पूजा गरी आएको नि त ए दुईजना बहिनीहरूलाई पनि ह्याप्पी दसैँ बहिनी यसरी अलि दसैँलाई फेरि पछि नहाल नभन्नु है यसरी टिका लानु भन्दा अगाडि फिटान झ्याप गरेर फिटान हलेर ल दाइ ह्याप्पी दसैँ दाइ टोइलेट भित्र त खिचेछ नि होइन रक्षा गर्नु मैले दिएको कपी पेस्ट भयो त पैसा दिन्छु भन्दा अस्ति दीपिकाले पर्दैन कन्टिन्यू पर्दैन ल अर्को लट पनि आइसक्यो दुईजना माग भरिदिएको माथि लगाइदिएको मस्त जमाना कतातिर राख्ने हो दाजु दायाँ बायाँ दुईटा कानमा हो र झन्डा पूजादेखि लिएर सबै देब्रेमा पनि आएको छ देब्रेमा देब्रेमा एकाउन्टेन्ट अब यहाँ यसमा चाहिँ एकाउन्टेन्ट भयो नि सम्हाल्नु पर्यो नि यहाँ सबैको पैसा भाग्यमानी खिचेनौ तिमीले एउटा फोटो पनि ए मैले खिचिसक्यो यहाँदेखि चाहिँ
ल लङ्गुर बोल्जा झन्डी ल रेडी भइसकेछ ल बोल्जामा एउटा नै लङ्गुरमा एउटा पानमा एउटा ल ल बडाराम कसो चिनिन्छ रे कसो के सिस्टर के गर्छ सर भान्सामा आइछ न अब त्यो स्विट वाइन खानलाई यो निकाल्छु भनेको ग्लास निकाल्न सक्छ न बिना यता 7 मिनेट खेलाउने मान्छेलाई देखिन चाहियो ए हेलो लाइभ खेलाउने हुँदैछ मान्छेलाई किन चाहियो रे हजुर कता बस्नु खेल्नको लागि यहाँ आउनु पर्यो नि पैसा पनि लिनु उहाँ सुविधा हेर न उहाँ फेरि कुना कुनामा शान्त मेरो शेर शान्त एउटा हाल्दा भइहाल्यो नि यो प्लास्टिक निकाल्नु म पनि एउटा पानमा टर्किँदो रहेछ र एउटा चाहिँ हुकुममा कसले हो ठ्याकठ्याकै हालेको यो न्यापकिन र चाहिन्छ एउटा चिडीमा ल बिराजो ल अहिले खोल्छ नि त अब मैले अहिले त $10 दिएर दा अहिले खोल्दिछु ल एक लट एकछिन मैले हालेको कुन साइडलाई कुरे बसिरहेको छु एउटा यो अनि नाम त थाहा छैन एउटा लङ्गुर त्यो भुर्जा यो पान यो इट लङ्गुर चिडी लङ्गुरमा लङ्गुरमा झन्डी एउटा लङ्गुर एउटा हाले भयो ल बजाइसक्यो है चिडी तिनटा चिडी आयो मेरो आयो आयो चिडी अरू कुनै पनि छैन है त ल चिडी मेरो आछ है एउटा चिडी मेरो हो यो कति आयो मलाई एकको 3 अब एकको 3 तीन दिन्छ मलाई एकको 2 होला तीनटा आछ न त्यहाँ तीनटा एउटा कान्छो चारवटा भयो एउटा त हजुर के भन्छ तपाईँको मैले तिनटामा हालेको छु नि त फेरि दुईवटा मेरो ल यो खाली भुर्जा खेल्न आउँछ एउटा चल नआउने चिडीमै पऱ्यो गयो लङ्गुरमा एकछिन हालेकै छैन पहिला नै पहिला खडखड गरेर पो हाल्ने हो ल अब हाल्ने मेरो नै यो दुईवटा है स्वीट वान यो रेड हो कि त्यो त्यही हो sweet। मेरो एउटा त्यो एकलाई पनि कसरी आधा आधा पैसा लिँदाखेरि गाह्रो हुन्छ कि लङ्गुरमा हालेको मैले त्यही होला भयो ए सबलाई हो एक कन्टेन्ट खै यहाँ भयो नि त बोलाउ होइन पान आयो मेरो है यो आयो यो आयो यो आयो एकछिन के आयो भन्दै भन्छ ल हुकुम मेरो एउटा हुकुम हो हुकुम र चिडीमा यो मेरो एउटा त्यो कुन आयो हजुरको यो आयो हाम्रो खेलाउने मान्छे हारेर चाहिँ उहाँले डब्बा चेन्ज गर्दै हुनुहुन्छ खेलाउने मान्छे खेलाउने मान्छे लसमा जाला जस्तो लसमा जाला अब हो झर्यो ल लङ्गुर यसरी हाल्ने कि यसरी यहाँ हेर्नु आँखा बन्द गरेर यी कहाँ पर्छ यी लङ्गुरमा अङ्गुर भयो एकछिन मलाई मैले चिडीमा हालेँ अलि उठो गीतमा हालेँ तिमीले चाहिँ कोले हालेछ हेर है तिमीले कि अनि तिमी पछि झुक्किन्छ कि मान्छे एउटा हालेछ है मैले फेरि अङ्कल बसमा आयो तिमीले हेरेन अङ्कल लस भन्दा पनि कोले केसमा हालेछ त्यो पान भुर्जा र इट्टा लङ्गुर 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 एउटा चिडी आएछ दुईटा चिडी आएछ भुर्जा यहाँ राखिदिनु पर्छ यस्तो चिडी चिडी ल चिडी मेरो हो चिडी ल एउटाको एउटा फिर्ता आउँदैन अरू यति मात्रै आयो ल मेरो यता पास आउनु यति मात्रै हो त्यो $2 हो त डलर फिफ्टी होइन यो डब्बा हटाउने यार यहाँ पैसा उठाउनलाई एउटाले भयो भने जितिरहेको थियो यो डब्बा आएर एउटा पनि खाएन खोइ दाजु भएन यहाँ पैसा उठाउन आउनु पर्यो अङ्कल लसमा जानु भएन त्यही भएर अलि एक्टिभली काम गर्न पर्यो के हो घन्टाको कति हो घन्टाको $25 $25 होइन $50 वाला
अनि तिमीलाई चाहिँ जबमा $25 यो क्यास हो नि त दिजु ट्याक्स चिडी 3 साल भयो के त्यो उतै है बुर्जा बेना यता यसलाई त सार्दिने त यो नेपालको झन्डा कहिले छोड्दिनु म झन्डामा हाल्दिनु त मेरो एउटा झन्डो ओहो एउटा चिडी है झन्डो हो कि अन्डो बुर्जा चिडी र लङ्गुर ल भाइ जस्तो हामीलाई इट्टा र भुजा चाहियो फेरि ल है झन्डी इट्टा र भुजा चिडी पनि छ बुर्जा पनि छ भुजा पर्यो यहाँ पर्यो बुर्जा र चिडी दुईटै भेट चिनी मेरो है एउटा यो भेरो सिस्टरले हालेकोमा हाल्नुपर्छ क्या हो यार यो बुढाबुढी सल्लाह एउटा खान्छ ल यो कहाँ सबै त नै यो मेरो हो बेना खानी भन्दा जुनमा डबल पर्यो त्यो जुनमा डबल पर्यो दुईटा र दुईभन्दा बढी सिङ्गलले हालेको छैन म खै खाँदै ल हाल नि त अघि बुढाबुढीले बाँध्नु ल एउटा चिडी लमन चिडी बुर्जा ल लङ्गुर एउटा लङ्गुरमा इट्टामा हालेर गयो। एउटा लङ्गुरमा हाल्दा त त्यो खान्छे लङ्गुरमा हाल्यो भने अङ्गुर पाउनु इट्टामा अनि एउटा गयो। मैले बुर्जामा हालेँ है सबैमा एउटा चिडी लङ्गुर बुर्जा दाइ अहिले त पेलिनुहुन्छ यार ल इट्टा बुर्जा इट्टा ल इट्टामा दुईटा $2 हामीले अब लङ्गुर निकाल्नु पर्यो लङ्गुर होइन इट्टा निकाल्नु पर्यो लङ्गुर ए लङ्गुर न लङ्गुर अङ्गुर र भुजा होइन त इट्टा इट्टा चौरल दुक्का अरू के पनि इट्टामा इट्टा ट्रेल मेरो पनि छ इट्टा मेरो पनि छ इट्टा त्यो कसैले लङ्गुरमा हालेको त्यो सर्केर इट्टामा गयो ल होस् इट्टामै भनेर छोडेको कि मैले दाइ ट्रायल छ ट्रायल ट्रायल हो इट्टा ट्रायल। छवटा हुन्छ नि त ल मेरो एउटा हो दुईटा थपेर यादिनु नि त बिना चाहिँ खेलाउने मान्छे गयो यसमा कतिवटा दिनु पर्यो 3टा आएकोमा मलाई सिकाउने पहिला एकचोटि बिचरीसम्म सिकाउने जति आयो त्यति दिनु पर्यो कि 3टा आयो नि एउटा हालेको थियो कतिवटा आयो उसलाई अब तिनको 3 के मैले $1 हालेको थिएँ अनि एउटा $4 आयो उसको फोटो मलाई आयो 4 आयो उसलाई 4 आयो भने 3 जति आयो त्यति आइटम आयो दाइ के छ हाउस माइनस प्लस अहिले त कहाँ माइनसमा छ पार्टनर बन्न मिल्छ नि चिडी र पान पार्टनर पनि मिल्दैन ल ठिक छ अब लुट्यो के भन्छ चिडी पान र सुरत ल ल चिडीमा तिमीले चिडीमा हालेछौ चिडी पान र सुरत तपाईँ फेरि मैले यहाँ हालेँ कहाँ हालेँ छोड्नु होइन तिमीले किन हाल्नु हुँदैन त तिमीले हालेको हाल्न पर्छ हाल्नु पर्छ रे के हो लाग्ने गरेर मोना भेल त हुनु ल अब यो गेम हाम्रो कन्टिन्युटी गेम एउटा बुर्जा चिडीमा हालेको चिडी पान र सुरत इट्टा चाहियो है हामीलाई इट्टा मैले केमा हालेछु सुरतमा चिडीमा पनि हुन्छ चिडीमा ल चिडी इट्टा सुरत सुरत मेरो हो ल हत्तेरी जति गयो त्यति नै I'm so sorry ल अल गुड केही छैन लौ 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 ल घटना घट्यो दुर्घटना घट्यो ह्याप्पी दसैँ भयो खै उल्याउनु त त्यो उसमा त्यो सँगै जाने हो कि ल एभ्रिवान अब यत्रो झन्डी बुर्जा तास खेलेर अब निस्किने बेला भयो ल बाई बाई बहिनी बाई बाई दाइ बाई बाई सी यु सबैलाई भात राख्छ है छोटो है ल बाई बहिनी किन बाई जिजु बाई जापु म त्यसो बाई भेरो के छ हिसाब बाई दिदी कति आयो त खै किन अहिले जाने हो र बाई सिजी सर सी यु अब तपाईँसँग स्पेसल एपिसोड हुनेवाला छ ल आजको दिन चाहिँ हाम्रो दिदी भिनाजुकोमा भने जस्तै रमाइलो के अरे खाना खाएर जाने हो कि अनि राइड होइन तपाईँहरू खानु म दिदी मेरो त्यो ऊ कुरिरहेको छ कि त्यो रिसाइरहेको छ भाइ अनि गाडी एउटै गाडीमा जाने होइन गाडीमा कहाँ हो त ल जिजु ल बाई एकचोटि आउँ गर्नु भयो अस्ति जस्तो अस्ति क्या त यार यो त यो ब्लर हाल्नु ल धन्यवाद अहिले हिँड्न ल लाग्ने आजको नै आजको दसैँ एकदम रमाइलो भयो सबैजनालाई ह्याप्पी दसैँ
लभ यु अल जय नेपाल जय मातृभूमि लाल सलाम मिस्टर भेडा अनि म चाहिँ एकाउन्टेन्ट आजको ल ल ल ल यहाँ को यहाँ टाउको अलिक आहै भन भाइ हो आहै आएका हामी आहै जिजाजीको आहै मेरो बुढाले त्यस्तो भन्छ खड्काजी र हामीसँग अप्सरा हुनुहुन्छ खड्काजी 2 शब्द टारुनी देख्दा भन न के हो मलाई आउँदैन कसको नाना पाटेकरको आज का मौसम है जो 12 मासी खेल रहा है अरू राज दाइक भन न सबसे राम्रो भन भन भयो राम्ररी भन हाम्रो पालपाली दाइको पालपाल दाइको के अरे आजको दिन त साह्रै रमाइलो भएछ म पागल हो त्यही कन्टेन्टलाई उठाएर फेरि भयो ल दिदी ल ह्याप्पी दसैँ ल गए ह्याप्पी दसैँ ल ह्याप्पी दसैँ ल ह्याप्पी दसैँ ह्याप्पी दसैँ सिसी को मान्छे कहाँ हो गरेर थाहै भएन दिदीले भोटेको मिमिक्री गर्नु भोटेको एकैछिन रोक के भन्थे र मैले अघि के अघि तँ भडी हुन्छस् मेरो बुढालाई हान्न खोज्छस् भने तिम्रो बुढाले त त्यो गर्नु गरे त हान्नु परेन त बुढालाई अनि यो बुढा हो कि के हो यो बुढा हो बुढालाई बुढा भनेको बुढा हैन त मेरो पहिला काम गर्ने मिस्त्री सुनिले दे डबल सेन्स लाग्छ हैन के जे नि भिनाजुको त्यो उ आइटम चपाएको भिडियो हाल्नुपर्छ इन्ट्रोमा ल भिनाजु ल सुरज भाइ ल दाइ थ्याङ्क यू ल जिजाजी बाल कलाकार ल हाम्रो सिसी सरसँग भेट हुन्छ छिट्टै है ल बहिनी ल सी यू ल बाई राज दाइ ल दाइले जित्नु भएको छ आज माल मैले जिते रे कहाँ जिते मैले जित्नु भयो एकाउन्टेन्टले थाहा छ ल ल ल बहिनी ल बाई तिमीसँग भयो कि भन बाई ल दिदी बाई बाई ल आरएन राई सरलाई ए हुन्छ हस् दिदी हस् ल ल बाई गाइस बाई म त भोलि काम छ यार ल म फाइनली मेरो भाइको घरमा आइसकेको छु आजको दसैँको एन्डिङ चाहिँ यति गर्नुपर्छ भाइलाई टिका टालो लगाएर खानासाना खाएर आजको दसैँको द इन्ड चाहिँ हाम्रो यतै हुनेवाला छ कहाँ हो जुत्ता खोल्नु बाहिर कि भित्र यहीँ राख्नु के हुने ए दौरो हो रहेछ केकले आइदियो हतार कहाँ हो झरफर भित्रै हो कि कहाँ हो हेलो हेलो ल भयो भयो के हो यो काममा ल
बाबा ज्ञान तर दक्षिणा पनि दिनु पऱ्यो नि नेपाली हो कि डलर हो ए 1000 धेरै हो दक्षिणा 10 भनेको के हो नि पाइरहेछ होइन ल यहीँ खिचौँ ल खिच्दै पहिला दुईजना छोटो र मेरो हाफ पेज हाफ खर्च लगाएर नि यति आउने हो ल मान्छेभन्दा ठुलो त फोन छ गन्ती देखिरहेको साइडमा अब देखिने सानै ल्यायो भने त जो लाग्यो के 17 प्रो ल्याएको हुन्छ कि म्याक्स हो ठिक छ त फोटो खिच्दा यति हल्लिन्छन् नि आउँदैन फोटोमा हल्लिनु ल बहिनीले खिच्दै सरू पनि आऊ ल 3 जना खिच्यो त्यसपछि सेल्फी खिच्दा हुन्छ वाइड एङ्गल कि यस्तो नर्मल जुन खिच्दा नि हुन्छ वाइड एङ्गल पर्दैन पोज चेन्ज गर फोटोग्राफर जस्तै अरे त मोडर्न जस्तो गरिरहेको म त ऊ बहिनीलाई ऊ सोचेँ याद स्मृति स्मृति को स्मृति कसो छ निरज मोटेको निरज मोटे नै ऊ के सुभाष सुभाषको के होइन ठ्याक्क फेस कट मिलेर जस्तो लाग्यो सुभाष जस्तो पछि भन्नु ल म चिन्ने सुभाष के हो ल आउन आजको दिन एकदम रमाइलो भयो ह्याप्पी दसैँ वन्स अगेन सबैजनालाई अब दसैँलाई पनि यहीँ समाप्त गर्दै फेरि आफ्नै जीवनशैलीमा फर्किनु पर्ने हुन्छ अनि सबैजनालाई धन्यवाद र थ्याङ्क यू भन्दै अनि फेरि यस्तै दसैँहरू यस्तै चाडपर्वहरू सेलिब्रेट गर्न पाऊँ सबैजनालाई धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच गाइज थ्याङ्क यू सो मच रियली एप्रिसिएट सबैजनालाई धेरै धेरै धन्यवाद आजको दसैँ चाहिँ एकदम रमणीय र रमाइलो बनाइदिनु भएकोमा हाम्रो भिनाजु आशिष भिनाजु शर्मिला दिदी हाम्रो राजेश दाई हरिश दाई अनि हाम्रो भेरोनिका सिस्टर पूजा अनि हाम्रो अर्को बहिनी अनि सँगसँगै हाम्रो श्रिया भाउजू र मेरो भाइ आर्यनलाई पनि धेरै धेरै धन्यवाद अनि यस्तै गरी अरू चाडपर्व पनि सँगसँगै मनाउन पाऊँ यही भन्दै आजको ब्लग यहीँ एन्ड गर्न चाहन्छु थ्याङ्क यू सो मच फर वाचिङ लाइक फलो एन्ड सब्सक्राइब गाइस थ्याङ्क यू